रो गाइजहरू यदि तपाईँ चाहिँ यो विदेशमा हुनुहुन्छ भनेपछि तपाईँले एउटा विदेशबाट चाहिँ नेपाली ब्याङ्कमा रेमिटेन्स एकाउन्ट चाहिँ कसरी खोल्ने त म अहिले नबिल ब्याङ्कमा गएर रेमिटेन्स एकाउन्ट खोलेर देखाउँछु। तपाईँ विदेश कतार साउदी मलेसिया अरब दुबई हुबई कुन युएस युके जुनसुकै देशमा हुनुहुन्छ भने पनि तपाईँले त्यही जुनसुकै देशमा हुनुहुन्छ त्यहीँमा बसेर मजाले रेमिटेन्स एकाउन्ट चाहिँ खोल्न सक्नुहुन्छ। रेमिटेन्स एकाउन्ट खोलेर नै नेपालको रेमिटेन्स एउटा आइपिओको लागि भर्न सक्नुहुन्छ। रेमिटेन्सको लागि रेमिटेन्स एकाउन्ट कसरी खोल्ने र एउटा जुन एउटा नेपाल गभर्मेन्टले छुट्याएको 10% चाहिँ आइपिओ सेयर चाहिँ कसरी भर्ने त पहिला सुरुमा चाहिँ रेमिटेन्स एकाउन्ट खोल्नुपर्छ। त्यसको लागि चाहिँ नबिल ब्याङ्कमा गएँ म। नबिल ब्याङ्कमा गइसकेपछि nabilbank.com भन्ने लिङ्क आउँछ। यसमा क्लिक गर्ने गरिसकेपछि यसमा अनलाइन अप्लाई भन्नेमा क्लिक गरिसकेपछि तपाईँले यसमा चाहिँ अनलाइन एकाउन्ट ओपनिङ भन्ने आउँछ। त्यसपछि फिक्स्ड डिपोजिट आउँछ। त्यसपछि कार्ड क्रेडिट आउँछ भने अनलाइन एकाउन्ट ओपनिङमा क्लिक गर्ने। अनलाइन एकाउन्ट ओपनिङमा क्लिक गऱ्यो भने तपाईँ एउटा विदेशभन्दा विदेशमा बाहिर एब्रोडमा हुनुहुन्छ भने आउटसाइड नेपाल एब्रोडमा क्लिक गर्ने गरिसकेपछि तपाईँ एनआरएन हो कि होइन सायद एनआरएन होइन आइएम नट एनआरएन गर्ने। नट एनआरएन गरिसकेपछि यसमा चाहिँ सुरुमै आएको छ नबिल प्रिमियम रेमिटेन्स सेभिङ एकाउन्ट छ। यसमा चाहिँ अप्लाई गर्ने। यसमा अप्लाई गर्नको लागि एउटा ध्यान दिनुपर्ने कुरा के छ भने दिस एकाउन्ट टाइप रिकर्ड भ्यालिड एउटा वर्क परमिट इस्यु बाई नेपाल गभर्मेन्टले स्वीकृति गरेको सरम स्वीकृति हुनुपर्छ। नेपाल गभर्मेन्टले एक्सेप्ट गरेको छ भनेपछि यसमा जाने ओके गर्ने। यसमा गइसकेपछि अब नाम लेख्ने AMAL कमल। तपाईँले यहाँ फर्स्ट नेम लेख्नुहोस्। यहाँ मिडल नेम छ भने मिडल नेम लेख्नुहोस्। यहाँ यदि मिडल नेम छैन भने लास्ट नेम लेख्नुहोस्। त्यो जर्मिति लेख्नुहोस्। जर्मिति लेखिसकेपछि तपाईँले चाहिँ यो कुन इमेल आइडी लेख्ने। इमेल आइडी लेखिसकेपछि तपाईँले चाहिँ यो कुन देशमा जानुभएको छ त्यो देशको चाहिँ एउटा फोन नम्बर राखेर तपाईँले चाहिँ यसमा चाहिँ फोन नम्बर राख्नु होला। मलेसियाको कन्ट्री यदि मलेसियामा गएछ भने चाहिँ मलेसियाको कन्ट्री कोड राख्ने यसरी है। अनि तपाईँ सुरुमा गऱ्यो म चाहिँ नम्बर सिलेक्ट गर्दैछु। सिलेक्ट जर्मिटी 5 1 हो 9 3वटा 9 3वटा 1 हो SANGH KML माम यसरी लगाइदिन्छ कि आउ न ल मोबाइल नम्बर के हो त मोबाइल नम्बर अलि पठाइसकेको छु। यही नम्बर कोड आउँदा है कोड इमेलमा पनि आउँछ यसमा पनि आउँछ 11 19 72 11 19 72 9 8 6 4 त्यही होइन मैले ऊ जिरो होइन त भने आउँछ। त्यो जिरो नगरिकन हानु भने अघि हान्छ त भने तपाईले हान्छ कोड जान्छ फेरि त्यही कोड जाँदा है स्ट्यान्ड दिनु पर्छ। कोड आयो होला नम्बरमा आयो कि आयो होला नम्बरमा आयो कि इमेलमा आयो। इमेलमा दुईटैमा एक कोड दियो भएको क्या एक कोड दिछ न नम्बरमा आएको इमेलमा आएको जुनमा आएको कोड पनि त आयो त फेरि देखाइछ त अनि बढी त छैन यसमा चाहिँ भर्खर त्यही इमेल हो त्यो अक्का आयो ओपिटी कोड आयो अब यसमा यो कोड हुन्छ। यो कोडलाई एउटा यसो गरेर 21056 छ है 21056 21056 भयो। कोड गरेर प्रोसिड गर्ने। यसमा चाहिँ यो सिलेक्ट गर्नुपर्छ। सिलेक्ट गर्ने मिस्टर है केटा भएपछि मिस्टर केटी भए मिस्टर मिडल नेम लास्ट नेम जर्मिति सिंह अनि मेल फिमेल सबै नम्बर यो भयो कन्ट्री कोड फोन नम्बर भयो। त्यसपछि आएर यसमा चाहिँ यो एकाउन्ट ठिक छ यसरी अब यसमा सबै हाल्नु पर्यो। यहाँ तपाईँले अब यता पठाउनु पर्छ अरे। अब यसमा चाहिँ यो एउटा पिपी साइजको फोटो हाल्नु पर्यो। त्यसपछि एउटा सिम अनरसिप प्रुफ हाल्नु पर्यो। सिम पनि फेरि उसको हो कि होइन भनेर चेक गरिकन हाल्नु पर्छ। अनि त्यसपछि राष्ट्रिय परिचय नेसनल आइडी कार्ड हाल्नु पर्यो। र त्यसपछि यसमा चाहिँ यसमा के हुन्छ प्लिज अपलोड एउटा फ्रन्ट साइड नेसनल आइडी कार्ड यो ब्याक साइडको नेसनल आइडी कार्ड एउटा फ्रन्ट एउटा ब्याक ओरको पर्मिट चाहियो। अनि त्यसपछि पासपोर्ट चाहियो। पासपोर्टको अपलोडेड भ्यालिड पासपोर्ट भ्यालिड भिजा अथवा रेसिडेन्ट पर्मिट चाहियो। त्यसपछि यसको आइडेन्टिफिकेसनमा के चाहियो भनेपछि नेसनल आइडी नम्बर नेपाली त्यसपछि बर्थ प्लेस कुन हो
त्यसपछि एउटा बर्थ नम्बर जुन नागरिकता नम्बर हैन अनि सुरुमा नेसनल आइडी चाहियो अनि त्यसमा नेपाली हो के हो त्यो बर्थ प्लेस चाहियो त्यसपछि बर्थ आइडी नम्बर चाहियो हैन त्यसमा आइडेन्टिफिकेसन नम्बर जुन नागरिकता नम्बर पासपोर्ट नम्बर त्यसपछि इस्यु डेट अनि गभर्नमेन्ट नेपाल गभर्नमेन्ट छ अनि त्यसपछि इस्यु डेट हुन्छ जुन नागरिकताको बनाएको डेट चाहियो त्यसपछि एउटा के हुन्छ डकुमेन्ट इस्यु एडी पहिला एउटा बीएसमा चाहियो यो एडीमा इङ्ग्लिस डेटमा चाहियो भने वर्क पर्मिट चाहियो हैन वर्क पर्मिट स्टिकर नम्बर चाहियो अनि त्यसपछि यसमा इस्यु अफ द वर्क पर्मिटको इस्यु एडीमा चाहियो भने एक्सपायर डेट कहिलेसम्म एक्सपायर हुन्छ भनेको कति वर्षपछि आउँछ यता नेपालमा भनेको यो एक्सपायर डेट वर्क पर्मिटको एक्सपायर डेट त्यसपछि एउटा फादर नेम चाहियो अनि त्यसमा मदर नेम चाहियो ग्रान्ड फादर नेम चाहियो अनि म्यारिड त सिंगलै ठिक छ सिंगल अथवा फादर नेम भन्छ त्यो हान्दिरौँ बहादुर सिंह BH AI भई बहादुर सिंह सँगै हो यो BAHADUR है SINGH यो ड्याडीको नाम हाल्ने अनि त्यसमा मदर नेम DEPA दिपा SINGH मदरको नेम भयो यो ग्रान्ड फादर नेम गोर्खा सिंह GORKH गोर्खा SINGH ग्रान्ड फादर नेम अब तपाईँले यसमा फादर नेम मदर नेम अनि ग्रान्ड फादर नेम हालिसकेपछि त्यसमा माथिका सबै फिलहरू गर्नुपर्छ फिल गर्नको लागि पहिले जे छ त्यति ल्या त के नागरिकता एकखेर पठाइसि हामी देखिने हो कि नदेखिने अब यसमा चाहिँ तपाईले चाहिँ यो नेसनल आइडी नम्बर चाहियो कि नेसनल आइडी हाने पनि हुन्छ अनि पासपोर्ट हाने पनि हुन्छ हैन नेसनल आइडी हाल्यो भने नेसनल आइडी नेपाली अनि त्यसपछि बर्थ प्लेस कहाँ हो बर्थ प्लेस कहाँ रे हुम्ला हुम्ला सर्किट कार्ड हैन सर्किट कार्ड भयो त्यसपछि आइडी नम्बर नेसनल आइडी नम्बर भन्नु प के ए नम्बर हो कि न अघि आने भएन 11 62 23 23 62 फेरि 23 हैन फेरि 31 छ भएन 11 6 2 2 3 3 ठिक छ इस्यु प्लेस भने यहाँ हुम्लै होला हुम्ला इस्यु प्लेस हुम्ला अनि त्यो नेसनल आइडी कार्ड हान्ने त्यसपछि नेपाली चौकी अनि बर्थ प्लेस राखिसक्यो त्यसपछि आइडेन्टिफिकेसन नम्बर भनेको नेसनल आइडी कार्ड नम्बर अनि कुन ठाउँमा हुम्ला अनि यसमा चाहिँ नेपाल गभर्नमेन्ट इस्यु गरेको नेपाल गभर्नमेन्ट ठिक छ अथवा डेट अफ द इस्यु नेसनल आइडी कार्डको 2007 8 कति महिना 5 महिना 13 गते अब त्यसपछि यसमा गएपछि वर्क पर्मिट स्टिकर खै के गर्ने हो अब एउटा वर्क पर्मिट स्टिकर नम्बर त्यहाँ वर्क पर्मिटमा नम्बर होला एक स्टिकरमा नम्बर 0489 स्टिकर नम्बर हाल्ने 355 फेरि 3 5 हैन 35355 अनि त्यसमा डेट अफ इस्युको छ एडीमा भन्नु पर्यो 2012 2028 अब यो पछि एक्सपायर डेट 2028 03/12 यो एक्सपायर भनेपछि कति 26 मा 27 28 2 वर्ष रह्यो हैन 26 मा इस्यु भएको 28 सम्म रहेछ अब त्यसपछि यसमा माथि सकिसकेपछि अब यसमा चाहिँ भैबहादुर सिंह पनि भइगयो अब यसमा यहाँ चाहियो यहाँ के अपलोड गर्ने भने अपलोड यो रिसेन्टली पीपी साइज फोटो छ यहाँ त पठा सिम ओनरशिप चाहियो फेरि त्यसपछि यसमा चाहिँ अपलोड योर पीपी साइज फोटो एन्ड अपलोड योर सिम ओनरशिप प्रुफ अनि त्यसपछि यसमा चाहिँ अपलोड योर फ्रन्ट साइड नेसनल आइडी कार्डको फ्रन्ट साइड चाहियो फेरि अपलोड योर ब्याक साइड अफ द आइडेन्टिफिकेसन डकुमेन्ट राष्ट्रिय परिचय पत्रको ब्याक साइड पासपोर्ट अथवा पासपोर्ट भए पनि भयो यसमा नेसनल आइडी कार्डको फ्रन्ट साइड अथवा ब्याक साइड यसमा पनि पासपोर्टै भन्नु यसमा नेसनल आइडी कार्डको एउटा यो फ्रन्ट साइड नेसनल आइडी कार्ड भयो भने पासपोर्ट भयो भने यसमा नेसनल आइडी कार्ड भयो भने पासपोर्ट भयो भने ब्याक साइड जो भए पनि हुन्छ
अनि त्यसपछि एउटा यो वर्कको पर्मिटको यहाँ चाहियो, त्यसपछि भ्यालिड भिजा वर्कको पर्मिट यहाँ क्लिक गर्ने अनि त्यसपछि सबमिट गर्ने हो। त्यो भए जतिको ल्याउनु, पहिला फोटा र हाल्नु दिनु।